हेलो 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 अडियो हेलो छ नि होइन ल गुड मर्निङ सबैलाई है इट्स यो बोय WSD असिम है पारा है र तपाईँहरूलाई अहिलेसम्मको भिडियो कस्तो लागिरहेको छ है कमेन्ट डाउन बिलो र मन परे ठिक छ भनिदिनु मन नपरे पनि अलिअलि यसो हेरिदिनु होला माया गरिदिनु र सपोर्ट साथ दिँदै गर्नु होला र हिजो चाहिँ हामी कति बजीतिर आइपुग्यो भन्दाखेरि लगभग बिहानको 2 बजी यहाँको है यहाँ साउदीको 2 बजे भनेपछि नेपाली टाइम कति भयो लगभग 4:30-5 बजे बिहानको भनौँ न होइन हो त्यतिखेर चाहिँ एयरपोर्टमा आइपुगेर त्यहाँदेखि हामी चाहिँ अनि उता रुमतिर ल्याइदिनु भयो हाम्रो चाहिँ ब्रेकफास्ट टाइम चाहिँ कति बजी रहेछ भन्दाखेरि 8:30 बजीतिर रहेछ यहाँको टाइम है फेरि मैले चाहिँ नेपालको टाइम भनेको छैन यहाँको साउदीको टाइम भन्दैछु होइन अब के गर्नु त नि ब्रेकफास्ट खाएर अनि त्यहाँदेखि टन्स ताले एक निन्द्रा पुराम भनेको अनि एकछिन यसो रेस्ट गरे जस्तो गरेपछि अनि त्यहाँदेखि अलिकति बाहिरतिर जाऊँ न होइन अब 1-2 दिनमा अब यहाँबाट पनि निस्किने हामी भनेर चाहिँ अनि यसो त्यो सोचले चाहिँ म चाहिँ बाहिर निस्किएँ बुझ्नुभयो नि सबैलाई सम्झना छ माया छ आदरणीय मेरो दाजु मेरो भाइ मेरो अङ्कल आन्टी मेरो छर छिमेकीहरू सबैलाई चाहिँ मनैबाट माया छ र अब बिस्तारै यहाँको भाषा पनि सिक्नुपर्छ होइन भाषा अलिकति माथि पनि दाइ सुत्नुहुन्छ अनि त्यसपछि यताको मन्ने दाइ अनि यता मुनिको दाइहरू सुत्नुहुन्छ म चाहिँ यताको बेड लिएर कोल्डे ओत्तानो फ्याट परेर सुतिरहेको छु हिजो समथिङ कति बजीतिर आइपुग्यो भन्दाखेरि यहाँको साउदी अरबको 2 बजीतिर आइपुगेको है केही छैन झप्प निन्द्राले फाँदेर ल आज चाहिँ काम हुँदैन रहेछ आज दिनभरि ओत्तानो फ्याट पल्टेर सुतिरहने हो भोलि शनिबार भइहाल्यो अब के हुन्छ हेरौँ अपडेट दिँदै गरौँ ल तर केही छैन अब बिस्तारै आज अब यसो चप्पल लिन जान्छ अहिले चाहिँ 60को चप्पल लाएर आएको छु होइन प्लेनमा आएको डबल लोड गरेर होइन त्यही त नि अब काठमाडौँबाट दुबईसम्म आइयो दुबईमा चाहिँ हामी लगभग 7 बजीतिर आइपुग्यो 7 बजी आइपुगेपछि अनि हामी त्यो दुबई एयरपोर्टमा कति भनेपछि 2 घन्टा 3 घन्टा त वेट गर्यो 3-3.5 घन्टा वेट गरेर होला सायद त्यहाँ या 4 घन्टा वेट गरेर होला त्यसको बाद बल्ल चाहिँ टक्क पारा बिल्डिङमा चाहिँ आइपुग्यो कुन चाहिँ बिल्डिङ भन्दाखेरि यो अगाडि जुन देखिरहनु भएको छु नि यो हो त्यो बिल्डिङमा चाहिँ हामी बस्ने हो बुझ्नुभयो नि है र यति नै हो अब एकछिन रुमतिर गएर होइन अनि एकछिन त्यतातिर नि घुमौँ होइन अनि घुमेपछि अनि त्यसको बाद खानासाना खाएर अनि त्यहाँदेखि हामी चप्पल लिन बाहिरतिर जान्छौँ होइन यति नै हो अब अरू त के छ र अब बिस्तारै यहाँ यतातिरको नजाराहरू क्याप्चर गर्ने ट्राई गर्छु अब जतिसम्म सक्छ त्यतिसम्म ट्राई गर्छु सकिन्छ है र अब आउने समयमा होइन मलाई पनि केही बन्ने या केही गर्ने मौका दिनुहोस् है तपाईँहरूको एक मौकाले सायद मैले पनि अब आउने समयमा केही गर्न सक्छु कि होइन भन्ने एउटा आश दिँदै
वालेकुम सलाम र सबैलाई थोरै पोइन्टहरू भिजिट गराइदिउँला। भिजिट गरेपछि अनि त्यसपछि खानसाना खाएर त्यसपछि हामी बाहिर चप्पल लिन जान्छौँ। अनि त्यसपछि आफैले त्यही भएको कारणले गर्दाखेरि चाहिँ अब ठिकै छ जे जस्तो छ। अब अरू चिजहरू बगेर अब भन्दै गरौँला होइन। अनि सायद अलिकति आजको भिडियो चाहिँ अलिकति रोमाञ्चक र मनोरञ्जन र अलिकति हाँसो लाग्दो हुन्छ होइन। हेर्नु होला, अहिलेसम्म चाहिँ हाँसो लागेन होला, अहिलेसम्म त सिरियस हो। अबको भिडियोमा चाहिँ अलिकति कमेडी पार्टहरू हुन्छ होइन। अब चाहिँ म यस्तो उसहरू हाल्दिनँ होइन, म्युजिकहरू हाल्दिनँ। विदाउट म्युजिक चाहिँ यो भिडियोहरू हाल्छु होइन। माया गरिदिनुहोस् होला। र यदि तपाईँहरूले सपोर्ट गरिरहनु भएको छ भने चाहिँ ठिकै छ। तपाईँहरूलाई अलिकति केही हेल्प चाहियो मबाट, मैले केही गर्न सक्छु भने चाहिँ भन्नु होला है। यति नै अहिलेलाई। ल धेरै बोलिएछ, अलिपछिको लागि पनि राख्नु पर्यो नि, हो किन? ल त यार, ल ओके, सी यु सुन। A few moments later. Here we have some plants and here is the door, and this door is unlocked by fingerprint. Okay, let's have some entry in this building. Okay, and here is wonderful plant, and this is the view inside that building. And here is lift. If you want to go up, then you can use this lift to go up and down. So we are not able to go outside because we don't have permission. So sorry to not showing the view inside the what that नेपालीमा लिफ्टलाई इङ्ग्लिसमा के भन्छ थाहा छैन। लिफ्ट and here is our kitchen. Here is our water to fulfill our thirstiness. And here is the dustbin. We can throw waste materials like dash in this dustbin. And here are some room which we don't have permission to enter. And here is some what this called. If you know this, comment below me. And we are living here. Let's go. The system of this door is automatic because that push door that side automatically. Have you saw that? And great para. And here is some furniture instrument to put our boot.
Here is one. That is toilet. 2. That is toilet. 3. That is 3. Okay. This much for today. And thank you for watching my video. Hope to see you again soon. Bye bye. Hello. Good afternoon. It's me, your boy Buddha Guru. Welcome back again. Finally, we are at Saudi Qatar, Dusty. From today, I will try to speak in English, learning to have some English. 30 minutes, don't mind. I hope you will understand. Let's view front side, okay?